लेट्स डू 99 शपिङ हल विथ मी. लेट्स गेट स्टार्टेड है त. सो मैले फर्स्टमा चाहिँ लिएर आएँ यो क्लिप्सहरू. यति राम्रो राम्रो यति प्रिटी छ नि त्यो क्लिप्सहरू. त्यो अल 99 मतलब प्याकेटको रेलाई 99 गरेको. इट्स क्वाइट बजेट फ्रेन्डली होइन. अनि मलाई चाहिँ यहाँ भरिमा चाहिँ योवाला जुन फ्लावरवाला छ यो एकदम मन पऱ्यो. मिरर हो यो चाहिँ लिएर हिँड्न गइन्छ आफूसँगै. सो एउटा पकेट मिरर पनि चाहिन्छ होइन. सो यो लिएर आएको यति क्युट छ नि. कसरी भन्न सक्छु त्यो 99 गयो भनेर. यति पछि मैले फुलहरू देखाउँछु. आई लभ एमङ अल यो चाहिँ एकदम मलाई राम्रो लागेको मिरर. बक्स पनि कस्तो क्युट छ अरे. नेक्स्ट वान इज हेयर रेजर. यो पनि एउटालाई नै यो पिसलाई नै 30 रुपिज पर्छ. र यो अलमा चाहिँ कति पिसेस हुने भयो भने चाहिँ 6वटा पिसेसलाई 100 गर्यो 99. यो चाहिँ मैले दुईवटा लिएर आएँ. अनि छ पानी खाने ग्लास. केमा त पानी राखेर म कति बेला नै खाम जस्तो कि होइन. दुईवटा लिएर आएँ. एउटा चाहिँ मेरो बहिनीको लागि एउटा चाहिँ मेरो लागि. नेक्स्ट वान इज दिस चाहिँ मम्मीले नुन प्लेट. यो चाहिँ मैले आफ्नो भाइको लागि लिएर आइदिएको थिएँ. यति क्युट छ क्या. यसलाई पनि 99 नै पऱ्यो. चाहिँ खाना राखेर खानुहुन्छ. यो चाहिँ सेकेन्ड नाइस. अनि नेक्स्ट वान यो चाहिँ लास्ट वान हो. यो चाहिँ नुन राख्नको लागि भाँडा चाहिरहेको थियो. सो यो एउटा लिएर आएँ. अरू पनि थुप्रै भाँडाहरू छ होइन. किचनमा राख्नको लागि एकदम क्युट होइन. त्यो पनि पाउन सक्नुहुन्छ. सो द्याट्स अल. थ्याङ्क यू फर वाचिङ. बाई.